साथीहरु वेलकम ब्याक टु माई च्यानल। म आज फेरि नयाँ भिडियो लिएर आइसकेको छु। अनि फर्स्टमा चाहिँ सबैजनालाई ह्यापी दसैँ, हजुरको दसैँ राम्रो रहोस्। अनि आजको भिडियो चाहिँ हैन एकदम क्रेजी नै भनौँ न हैन, किनकि म मेरो स्कुटर लिएर चाहिँ यता के भन्छ यसलाई, हामीले चाहिँ मैले चाहिँ जुवाहिटी भन्छ हैन, हामी चाहिँ जुवाहिटीमा आएको छ। अनि म चाहिँ मेरो स्कुटर यता वास गर्न आएको छु आफूले नै। अनि के भन्छ यसलाई, पहिला चाहिँ यो बारहरू यस्तो थिएन क्या, बारहरू यस्तो केही पनि थिएन हैन। अनि यता चाहिँ धेरै मान्छेहरू नुहाउनु पनि आउँछ, अनि त्यसपछि लुगा धुनु पनि आउँछ। किर्तिपुरको ठाउँ हो यो चाहिँ, कतिजनालाई थाहा छ थाहा भएन, मलाई थाहा भएन, लाइक अब चाहिँ थाहा हुन्छ होला हजुरलाई। यस्तो पनि छ यता। ल अब म चाहिँ मेरो स्कुटर वास गर्छु है। साथीहरु अब के भन्छ, घुमेको भ्लगमा त कति हाल्ने हैन, घुम्न जाने लाने साथीहरुलाई पनि त्यो भिडियो हाल्नु पर्यो नि, त्यो हालेको नि तल कस्तो छ देखाउन लान्छु है, पानी भरेको बेला। यता हैन सफा चाहिँ सफा छ, साथीहरु अब लास्ट वास बाँकी छ। हेर श्वासमा भइरहेको ल साथीहरु यतिको वास भएको छ। अब अर्को एक लट पानी लिएर आउँछु म, त्यसपछि चाहिँ धुने कार्यक्रम सकियो भयो त। साथीहरु म पनि फ्रेस भएँ, मेरो स्कुटर पनि फ्रेस भयो हैन। अनि त्यसपछि मैले चाहिँ यसो मात्र गरेको, पानी चाहिँ कत्रा शीतल हुने गरी नै हुने गरी छ क्या हाले हैन। म ड्याडीसँग आउँथेँ त, अनि आएको फर्स्ट टाइम आएको बेला चाहिँ मलाई थाहा थिएन कि यहाँको पानी यस्तो चिसो हुन्छ भनेर। अनि त्यसपछि ल म नुहाउँछु भनेर जोसमा आएँ हैन। छ्या यार खिरा मेरो। अनि त्यसपछि म चाहिँ के भन्छ जोसमा आएँ यता। अनि त्यसपछि म घरमा चाहिँ तातो पानीले नुहाउनु पर्ने मान्छे है, त्यति बेला म सानै थिएँ, त्यति बेला थिएन हैन। म त्यति बेला रोइ नुहाएको थिएँ सानो बेला। त्यो एउटा हेरेको मेमोरी चाहिँ खतरा याद आउँछ नि यता आएको बेला। हामी यता जुवाइटीमा आउँदा चाहिँ
अनि यता चाहिँ यसो चिया खाने फ्रुटी खाने यस्तो गर्छ होइन। यस्तो यता ठाउँ साथीहरू यो भ्लग चाहिँ अब सर्ट एन्ड स्विट भयो होइन। हजुरहरूले